Hello everyone, welcome back to my channel. Let's so Fabula. आज चाहिँ हामी यहाँ तामाङ घेदुङमा आएको छौँ। आज ठुलो पूजा हो। यहाँ औतारी आउनु भएको छ अनि आज होम पूजा हो। हामी फाइनली हामी आइपुग्यौँ तामाङ घेदुङमा। यहाँ चाहिँ मेरो दाइ छ। यहाँ हेर्नुस् होला। अब चाहिँ हामी भित्र पस्छौँ है। अहिले तपाईहरुलाई देखाउने छौँ। तपाईहरु यहीँबाट दर्शन गर्नु होला। बौद्ध चारधाम धार्मिक पर्यटन केन्द्र स्थापित 2055। यता चाहिँ माला खदाहरू पाउँछ। हजुर केही भनिदिनुहोस् होला। भन्नु त केही पनि छैन। गिरिङ रहेछ यो। यहाँ चढाउने हो आउन ल के लाग्यो तेरो यो चाहिँ जा होम लगा कहाँ अघि दिन्थ्यौ यो लाइनमा जा ल दाजु दाजु लामा गुरुहरू खानाका लागि सबैजना जाइदिनुलाई अनुरोध गर्दछौँ र सम्पूर्ण उपस्थित हुनुभएका उपासक उपासिका लामा गुरुहरू पछाडि खानाको लागि तपाईँहरू पनि जाइदिनु न आग्रह गर्न चाहन्छौँ। र अब ओङडुप सुरु हुन आँटेको हुनाले तपाईँहरू एक आपसमा घरायसी गफहरू गरेर हल्ला नगरिदिनु हुनको लागि पनि हार्दिक आग्रह गर्न चाहन्छौँ। यो चाहिँ होम लाउनेको लाइन हो। तपाईँहरू यो एउटा मण्डला जस्तो भावना गरेर एउटा देवभूमि तुल्य हुने हुनाले हजुरहरूलाई यहाँ चाहिँ होम लाउनु हुँदैछ। यो चाहिँ होम लाउनु सगी गर्छ नि भेटी हुन्छ भेटी भेटी डलर त हुन्छ हाल्नु। यता चाहिँ बाबा हुनुहुन्छ। हाई भन्नु नि। आज पूजा हुँदैछ। के पूजा भन्नु? यो न्युने पूजाले पार्टी मात्रै हो। कसले ऊ सक्दैन भनेर तल
पुरै घुमेको पनि होइन है, घुमेको जस्तो राम्रो आउने चाहिँ कताबाट हुन्छ त्यही। एकछिन मात्रै गरिदेऊ न। Okay. भर्खर आज ठुलो अवतरी आउनुभएको छ अनि होम पूजा हो आज चाहिँ। अघि त्यहाँ होम गरेको थियो, ग्रहदशा सबै गरेको हो। यो चाहिँ होम गरेको हो। होइन यहाँ अब जति डढ्दै जान्छ त्यति हाल्दै जाने हो कि तर जनहरूले ग्रहदशा गर्नु हुँदैछ, होम लाउनु हुँदैछ, आफ्नो ग्रहदशा सबै जाओस् भनेर। खानाको लाइन छ, त्यो चाहिँ खाना खानु हुँदैछ। कतिखेर आएको तिमी? म अघि भर्खर आमा त ए गफ गर्नु थाल्नु मिनी लुम्बुनी छ। अब यहाँबाट भित्र पसेँ म।
Uiau, uiau. कमलको फुलबाट जन्मिने र हामी गर्न लजाने छप्परको गाना लगाएको आएर त्यसरी दर्शन दिन्छ। त्यो पनि नचिनिसकेपछि 13औं दिन बनाउँछ कौरी मागे 8 वटा सिंगा मागे सबैलाई नमस्ते स्वास्थ्य नै भन्दै अब आज चाहिँ हामी वाङ अर्थात् आयुको अभिषेक ग्रहण गर्न गइरहेको छौँ र त्यो हुँदाखेरि अनि पहिलो सुरुमा हामीले वाङ भनेको चाहिँ के रहेछ भनेर बुझ्नुपर्ने एकदमै महत्त्वपूर्ण छ र त्यो भएको कारणले गर्दाखेरि वाङ भनेको चाहिँ एउटा आफूमा एउटा अधिकार पाउनु जस्तोलाई पनि बुझ्न सक्नुहुन्छ र कस्तो खालको अधिकार भन्दाखेरि चाहिँ आज चाहिँ हामीले आयुको अभिषेक ग्रहण गर्न गइरहेको हुँदा हामीले एउटा आयुमा अधिकार पाउन त गाह्रो छ कठिन छ तर भए तापनि हामीले के मध्येमा एउटा श्रद्धा राख्ने
त्यसै गरेर भक्ति राख्ने भनौँ या त्यसै गरेर गुरु मुष्यप्रति आज आयुको अभिषेक चाहिँ गुरु पेमा भएबाट अर्थात् गुरु पद्म सम्भवको अनि आयुको अभिषेक भएको हुँदा हामीले उहाँप्रति चाहिँ एउटा श्रद्धा राख्ने आस्था राख्ने र उहाँको एउटा जब आफूले सधैँभरि गरिदिने हो त्यस्तो गर्नाले चाहिँ अनि हामीले आयुको अभिषेक पनि ग्रहण गरेको कारणले गर्दाखेरि चाहिँ अनि आयुमा चाहिँ वृद्धि हुने हो त्यस्तो चाहिँ एकदमै आवश्यक नै भएको र त्यसै गरेर अब यदि हामीले त्यो अनुसारले गरेको भए अनि हाम्रो आयु चाहिँ साँच्चीकै नै वृद्धि हुन्छ भनेर पनि भनेको गरिन्छ त्यो भएको कारणले गर्दाखेरि अब अहिले चाहिँ हाम्रो आयुको जुन अभिषेक ग्रहण गर्नेभन्दा अगाडि सुरुमा चाहिँ हामी पनि एउटा शुद्धता हुनुपर्ने हामीमा भएको जति पनि आवरणहरू छ देशको आवरण भनौँ या त्यसै गरेर कर्मको आवरणहरू छ त्यो सबै आवरणहरूबाट चाहिँ हामी अब शुद्ध हुनुको निम्ति पनि सुरुमा चाहिँ हामीले अनि आफू चोखिनुको निम्ति भनेर जुन मैले यहाँबाट अनि गुम्बाको पानीहरू तपाईँहरूले सेवन गर्दाखेरि पनि त्यो पानी सेवन भनौँ या त्यो अमृत सेवन गर्दाखेरि पनि तपाईँहरू चाहिँ अनि एकदमै शुद्ध भयो भनेर सम्झिनुहोस् अर्थात् आफूमा भएको आवरणहरू नराम्रो क्लेशको आवरण अनि कर्मको आवरण तपाईँले चाहिँ यो जुन अहिले अमृत भनौँ या भिजी भनेर भाइने गरिन्छौँ यो सेवन गर्दाखेरि पनि आफूमा भएको जति पनि आवरणहरू अर्थात् जीवहरू भनौँ नराम्रो चिजहरू सबै चाहिँ शुद्ध भयो अब चाहिँ म चाहिँ वाङ लिनुको लागि चाहिँ शुद्ध भएको कारणले गर्दाखेरि चाहिँ वाङ लिन चाहिँ योग्य भयो भनेर सम्झिनुहोस् र त्यति सम्झिँदै अनि अबको क्षण भनेको चाहिँ हामीमा आइपार्ने जस्तै कि अब हामीले धर्म गर्नलाई बाधा गर्ने यक्षहरू भनौँ रक्षाहरू भनौँ त्यो सबै चिजबाट चाहिँ त्यो सबै चिजबाट चाहिँ हामी बच्चिनुको निम्ति अर्थात् हामी चाहिँ मुक्त हुनुको लागि पनि हामीले चाहिँ एउटा झेक भनेर जुन एउटा बनाएका छौँ र त्यो झेक बनाएर चाहिँ अनि फ्याल्दाखेरि पनि हाम्रो हामीमा जति पनि आइपर्ने जस्तो नराम्रो चिजहरू छ त्यो सबैबाट चाहिँ हामी पन्छेको अर्थात् मुक्त भएको भनेर चाहिँ फेरि पनि तपाईँहरूले महसुस गर्नुहोस् झेक Rani je je wan je ta je bawe nyam da je be ko jo ben ben ore ben ta jin da ya jo ho be chap ra ya kha je do me me tom be ma ni le rin je me do ji je ja so ru ji se jong do wa da myang khang son de o ma ho ji de pa ma jo o me a ho o me a ho o me a Yandere keto chebe choko Yandere mato tarme chige la Rara sose shengo chede she Kalde mito orche cheba Nani pema wanche dake chira Kamson shiso kunde nani Tenge jimbo malim dukdolo O pemen dati dahu Pe a neche sawa shatra maraya Belendo jiyo Sumbani ho Girana ho Girana paya
Anaya ho bhagava vidyadhara rajato daya ho daya mega mata de tamata de shara de kila maya de kala kamara kala ronte de jadalo de juta panju daya La sinje toje do chu sagi chanda vijal kato chu chu nam re la shawashi dita la sin tamche khandar mi nam che thon ne ma lobo do chu ye de der ko de ran go che to che da chala shu che we wang di tomna cha da sanam chwa do je se che se ba da nyam ba yang so ni cha la so ba da mi je le tam che sa tin cha wa da chone sha do da mi ne la so ba tam che de ba lo ju ro yang sa ku che de che这给我学校话，我觉得我今天听过，别把去年的下了车马拉这个扎糊涂，我这把面了这有这他们这话超喜欢了的呢。他经过这种那家当扎金，别边那里的，你不打过一喏，这边培养的，今年把这当这多，20把也，人家厂里这家不是就是7万5百米中来做的那。这些都是用着大波也，这些都是马或是说阿不是आयुको अभिषेक ग्रहण गर्ने भन्दा अगाडि चाहिँ हामीले एकचोटि मण्डल अर्पण गर्नुपर्ने हुन्छ र त्यो भएको कारणले गर्दाखेरि तपाईहरु सबैजनाले अनि आयुको अभिषेक ग्रहण गर्नुको निमित्त अनि पहिलो सुरुमा चाहिँ अनि मण्डल अर्पण गर्नु होला भनेर भन्न चाहन्छु Denda buya chawa samwa juwe sirnanda buwe shu Yan ang baba po kasama niya. Nó nè. Sanjay Singh Mende Bolwaye Ndoko Nanda Silang Jamba Shandam Guru Ratna Mendala Buddha Mega Samo Sabha Ratna Samaye
修所所所明光照阳当波松的 समक्ष हामीले अनि शरणगमन गर्नुपर्ने र शरणगमन गर्दाखेरि पनि हामी यो सांसारिक दुःखहरूबाट या हाम्रो यो जुन सब प्रकारको लोकको दुःखहरू छ अब कुनै देवलोकमा जन्मिँदाखेरिको एउटा सुखै सुखमा भएको कारणले गर्दाखेरि धर्म गर्न नपाउनेको दुःख त्यसै गरेर मनुष्य लोकमा अनि जन्मिने अवस्थाको वृद्धा हुने त्यसै गरेर अनि बिमारी त्यसै गरेर अनि मरणको दुःख भने जस्तै त्यसै गरेर असुर लोकमा सधैँ ईर्ष्यामत हुने खालको भनौँ र त्यसै गरेर अनि पशु लोकमा अज्ञानताको दुःख त्यसै गरेर अनि प्रेतमा अनि भोग प्यासको दुःख भन्ने खालको त्यसै गरेर नर्को लोकमा चाहिँ अनि आगोको पानीको दुःख भन्ने खालको जस्तो हो त्यस्तो खालको दुःखहरूबाट चाहिँ हामी मुक्त हुनको निम्ति भनौँ या हामी यो संसारिक भौचक्रमा चाहिँ फेरि किन भन्दाखेरि अहिले हामीले चाहिँ भविष्यमा गएर चाहिँ हामी पनि गुरु रिम्पोछे जस्तै बुद्धता ज्ञान प्राप्त गर्न सकौँ भन्ने खालको चाहिँ त्यो उद्देश्य लिँदै अनि केही क्षणको लागि भए पनि गुरु प्रेममा भएपर अर्थात् गुरु रिम्पोछेको रूपमा चाहिँ तपाईँहरूले पनि धारणा गर्नुपर्ने हुन्छ भनेर भनिने गरिन्छ। अब अहिलेको क्षणमा चाहिँ तपाईँले गुरु रिम्पोछेको रूप चाहिँ कस्तो खालको धारणा गर्नुपर्छ भन्दाखेरि चाहिँ अरू बेलामा गुरु रिम्पोछे हातमा वज्र लिएर यसरी घोडामाथि यसरी हात राख्नु भएको थियो भने अहिले चाहिँ तपाईँहरूले गुरु रिम्पोछेको अनि जुन वज्र अनि उहाँको चित्तको सामु यसरी समातेर बस्नु भएको छ भनेर धारणा गर्नुहोस् र त्यसै गरेर उहाँको हातमा चाहिँ अनि कपाला लिनुभएको र कपालाको भित्र चाहिँ अनि अमृतहरू छ भनेर सम्झिनुहोस् र त्यो अमृतमा चाहिँ अनि आयुको कलश भएको र उहाँको दाहिने देब्रेपट्टि जुन सोल्डर भन्छौँ हामीले यो जुन के भन्छ ढाडमा चाहिँ अनि खटम भनेर जुन त्रिशूल छ भनेर सम्झिनु होला। त्यसरी सम्झिँदै अनि उहाँको चाहिँ साँच्चीकै नै अब गुरु रिम्पोछेको भुवन भनौँ या साँधोपल्लीबाट चाहिँ उहाँको चाहिँ अनुतरण भइरहेको छ भनेर चाहिँ मनन गर्नुहोस् र त्यसरी मनन गर्दै अनि आफ्नो शिरमाथि उहाँ चाहिँ आइपुग्नु भयो भनेर चाहिँ सोच्नु होला है। दलन चरण के चाहिँ पेमा भयो बन्दितर के lúc mẹ ngô bèm ao về bờ cũ cờ sơ tăng ăn chỉ chọn cái gì đến tôi chém tôi bỏ chỉ bù để chém cái phía sau mười tiếng con đã yêu nề tiếng bù con chỉ có sáu bờ sang chém bờ ra chỉ hồi chỉ có chém nhân chỉ đi chém chỉ bị chỉ lung xuống hồi chỉ lùi lại sẽ những có chém sao đông tu chém hồi xem không lại Halo jate nama tipe we kui tupe shikaya la Nakaru je kaya toba me Teshen kunyen koi bang kolan Kunyan jare je po santa la Netang bache shiven Nanto juma changto sawan je Te tato sare shurong Jimbara atuke hong Tele washen tabe sambar pali diwa Bema waje shaya waje guru Bema sunne khoja wara janji kurwa Tuje gombo khachewa tarpato me bachen dambar
अनुतरण गर्नुभएको जुन गुरु Urgen, Pema, Region, Sebame, Taji, Lima, Yesum, Jinlobla, Sime, Che, Odu, Chandu Sol, Sime, Che, Odu, Chandu Sol, Sime, Che, Odu, Chandu Sol. अब चाहिँ हामीले प्रार्थना गरिसके पछाडि अब प्राणी दान गर्नुपर्ने हुन्छ अर्थात् मलम गर्नुपर्ने हुन्छ कस्तो खालको मलम गर्नुपर्छ भन्दाखेरि चाहिँ समस्त प्राणीहरू जगतमा भएको जति पनि प्राणीहरू छ कसैलाई पनि अनि 404 प्रकारको अनि बिमारीहरू चाहिँ कसैले पनि नलागोस् भन्ने खालको र अकाल मृत्यु हुने 20,000 किसिमका अकाल मृत्युहरू छ भने त्यो सब मृत्यु कसैलाई पनि नआओस् भन्ने खालको र अनि बाधक हाम्रो जुन आयुमा बाधक गरिने अनि 80,000 किसिमका बाधकहरू छ त्यो बाधक चाहिँ कसैले पनि नआओस् र कुनैले पनि त्यस्तो खालको वर्षे आयुमा विघ्न बाधाहरू चाहिँ कसैलाई पनि नआओस् भन्ने खालको जति पनि बाधाहरू छ त्यस्तो खालको विघ्न बाधाहरू छ त्यो सबै चाहिँ अनि सबैजनाको चाहिँ शुद्ध होस् भन्ने खालको चाहिँ हामीले चाहिँ प्रार्थना अर्थात् मलम प्राणी दान गर्नु होला र त्यो प्राणी दानको पनि शब्दहरू चाहिँ तपाईहरुले मैले यहाँबाट भन्दाखेरि दोहोऱ्याउनु होला है नेरिक सिजा चासिदाङ केनियन निथि सिक्ताङदाङ येदो सुम्जा दुचुदाङ येरिक Tonta, Yechuso, Che, Barche, Mituncho, Tamje, Janshin, Tajurji. Then they'll take you Bupani, Bumla, Pema, Webergi, Tawad, Jimba, Tuka, Tewa, Sane, Naru, Polo, Pema, Dorjet, Jata, Oma, Soe, Sambala, Western Chacho, Shaba, Chato, Tribu, Echen. Chojula Tribe, say Yarwa Dan Chamba, Tengi Toba Tamse Way, Kitile Katsegi, Nambra Dine Chu, Nesho, Lila, Sisi Timbarango,
Chine bomba nani duje ga sawe tene pema chepa me nengar chache gata yidunga wese paya nanga kangwa chwe de chacho dise lane chacho ko locho shinje lane chacho nusho lute lane chacho ko chancho nete lane chacho ko tenso samba chache lane ko ocho ka ocho pe lane ko tenso chepa pila yawa ko jepa chila nyempa tamtesa wajra kala chidra nala chwe chime lula chwe abar chime che madhu sama bedra guru pema chide aye che hone da अब यो चाहिँ आयुको कलश हो भनेर सम्झिनुहोस् र यो आयुको कलश चाहिँ अनि गुरु रिम्पोछे स्वयं हुनुहुन्छ भनेर सम्झिनु होला र यो जो आयुको कलश चाहिँ शिरमा राख्दाखेरि पनि हामीले के भनिने गरिन्छ भन्दाखेरि चाहिँ हाम्रो यो जुन मानव चोला भनौँ या हामीले यो जुन चोला लिने क्रममा पनि हाम्रो शरीर चाहिँ पञ्चतत्त्वले बनेको हो भनेर भनिने गरिन्छौँ र त्यो मध्यमा पनि अनि हाम्रो यो जुन पञ्चतत्त्वको अनि वृद्धि हुने र कम हुने भएको कारणले गर्दाखेरि हामीमा दुःख बिमारी हुने त्यो सबै भएको कारणमा अनि आजको यो जुन यो आयुको कलश आफूले शिरमा लिँदाखेरि पनि हाम्रो शरीरमा भएको पञ्चतत्त्वको चाहिँ वृद्धि भएको कम भएको छ भने वृद्धि भएको र धेरै वृद्धि भएको छ भने त्यसलाई चाहिँ एउटा समानतामा ल्याएको हो त्यो खालको चाहिँ तपाईँहरूले महसुस गर्नु होला त्यो खालको महसुस गर्दै हामीमा भएको जति पनि त्यो खालको अब के भन्छ पञ्चतत्त्वहरू चाहिँ सबै वृद्धि भएर चाहिँ राम्रो भयो भनेर चाहिँ महसुस गर्नु होला दा चतुर दिने पे मा वेबर सलवाले वेसे नखा कावर चपे जुवा सा छु ने जे जे थामचे वेसे सेर कर मर जंगे नंबर दिने चरा नमला तिम्बे चाटा रुई के से नंबर थामचे सो चने ले ता 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 जंबर को जी बम्बे मो पे मा वेबर शो वेसे पाए नखा टावर सा छु ने ना जुना रांदो सो चाटा रुई नंबर सुजन लारें दावा यांगो तो जिसे तो तब जाओ जंते से वां तो शो छगो नावा थाए लोगो तुझे चम तुगो पेमा जने खांडो ऐसे सोचा तेल तो उना में पर जावा पंबा जुबा रेजंदा ये जुबा कासा नि कुंज खांडो तेगे जुबा मोलम तंजे जुबा कैसे मोलन जुबे लामा दाबा नंदा चबर गुरु पेमा जने सेपा तो में पे लासो नम जे दोजे ना लोमा नम दिनम ला सेवा नेपाचे वांकुदो सो चे मिसे बंदोजे ताबो तुजे चे मिजो वायुंदो ताबो तुजे से मिनो बाजाचे ताबो तुजे चिवा में बाचे वांदा मतो पर जे दु सो राजा गुरु पेमा सिजे आयु जे होने जाओ मांग गुरु पेमा सिजे आयु जे मांग बेजा गुरु पेमा सिजे आयु जे मांग बेजा गुरु पेमा सिजे आयु मांग बेजा गुरु पेमा सिजे आयु जे होने जा मांग बेजा गुरु पेमा सिजे आयु जे होने जा मां बेजा गुरु पेमा सिजे आयु जे होने जा मां बेजा गुरु पेमा सिजे आयु जे होने मां बेजा गुरु पेमा सिजे आयु जे होने मां बेजा गुरु पेमा सिजे आयु जे होने जा नगरे ना काबत कालो बाबा कालायो नगरे बीच अब यो चाहिँ कलश यसमा चाहिँ अब गुरु पेमा होइबर अर्थात् गुरु रिम्पोछे गुरु पद्म सम्भव स्वयं हुनुहुन्छ भनेर सम्झिनुहोस् र उहाँको चाहिँ शरीरबाट चाहिँ अमृतहरू सबै निस्केर अनि यो गुम्बा सबै भरिएको र त्यो खालको त्यस्तो खालको अमृत चाहिँ हामीले पनि सेवन गर्दाखेरि हाम्रो जुन शरीर चाहिँ वज्र जस्तो भयो भनेर चाहिँ महसुस गर्नु होला बुम्बादी नाना गुरु पेमा होइबर शुभे कुले वैसर पातो में पाछे फर्दे लम सुजे छे दान सना थमचे दिते छे दिते शुदे हेरानम जे थम्बुता खाने शो ले छिमे दिते तंगे कावर गोशे रे बुम्बे मोचे पेमा होइबर शो वैसे पाया नागा गावर छे जवा विश्व गम्बता ना ताउन नाम छे साथे जमे तो ने पागो जंद्र बुलाचे तो शो माउ बेजा गुरु पेमा सिजे आयु जे होने जा माउ बेजा गुरु पेमा सिजे आयु जे होने जा माउ
Bajang Guru Brahma Sija Ayuche Huniza Amam 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 Bajang Guru Brahma Sija Ayuche Huniza Coba komen. यसो बाबा अगाडि त्यहाँबाट जान एक्सक्युज मी भन्दै यो चाहिँ छेरिन यहाँबाट जाउँ न यहाँ छेरिन चाहिँ हामीले सेवन गर्दाखेरि पनि हामीमा आउने अब अनिकालहरू भनौँ र त्यस्तो खालको चिजबाट चाहिँ हामी मुक्त भएको र यो चाहिँ अनि गुरुबोजू स्वयंले नै सिद्धि गर्नुभएको अनि आयुको गोली हो भनेर चाहिँ तपाईँहरूले त्यस्तो खालको चाहिँ महसुस गर्नु होला त्यो गर्दै अनि यो चाहिँ हामीले अनि सेवन गर्दाखेरि पनि हामीमा चाहिँ कहिले पनि खानापिनाहरू खाने चिजहरूमा चाहिँ त्यस्तो खालको अनिकाल चाहिँ कहिले पनि नआउने खालको चाहिँ भयो भनेर चाहिँ तपाईँहरूले त्यसरी महसुस गर्नुहोस् मन्जुम जसो सञ्जय तप्चे जे रोजे दिला जने जे गोले जलारे बोन्द डालमे काल्थेन रिजे बोला सेसो जे तप्चे आफू स्वयंलाई मात्र नभइकन अन्य सब प्राणीहरूको निम्ति पनि होस् कुनै पनि प्राणीहरूले त्यस्तो खालको दुःख कष्ट चाहिँ नपाओस् भन्ने खालको हो त्यस्तो खालको चाहिँ हामीले अन्तिममा परिणामन भनौँ या मुवा गर्नुपर्ने हुन्छ त्यो मुवा गर्दाखेरि सबैजनाले अनि मुवाको पाठ पढ्न आइनेहरूले चाहिँ सबैजनाले सँगै पढिदिनु होला नआए तापनि मनभित्रैदेखि अनि जति पनि पुण्य आफूले अर्जन गरेको छ सञ्चय गरेको छ त्यो सबै पुण्यको कारणले चाहिँ अनि समस्त प्राणीहरूको चाहिँ कल्याण होस् भन्ने खालको चाहिँ तपाईँहरू सबैजनाले त्यस्तो खालको चाहिँ मनन गर्नुहोस् जेवे जब तम्चे सेन्देन दो योसो मोवर्षु सनन्दे तम्चे सेम्बान्येन तन्ने केने नाम तम्चे केका नाचे बालन डोबाई सिबिन सोलेन डोकोन डोबाई शोरन जेन गेजोन तम्दो नामिन चेदाम डाजे Chungan Ruden Zeden Jembarasho Sanjen Tembang Darsin Jembarasho Sanjen Damjen Dejin Jembara Jalan Jembarasho Ransin Dunye Lonjen Rombasho बाजेले दिनुभएको
भएको छ अब घर चाहिँ ल दुईजना त के